ओके गाइज नमस्कार सबैजनालाई हैन। अब मेरो नाम सन्दीप बेष्टी। म हाल युएसमा छु, तर संसारको जुनै पनि कुनामा रहे तापनि हैन नेपालको आफ्नो मातृभूमि नेपाललाई कसरी बिर्सिन सकिन्छ र अनि तपाईको चाहिँ नि हाम्रा फ्यामिलीहरू अझै पनि नेपालमा हुनुहुन्छ या नरहे तापनि कोही नभए तापनि जन्मेको ठाउँ भूभाग हैन नेपाल। यो वास्तवमा चाहिँ म अब लङ स्टोरी सर्ट हैन यो लामो कुरा राख्नुभन्दा पनि अब तपाईको चाहिँ नि एउटा देशको नागरिक हैन त्यहाँ जन्मेको हिसाबले चाहिँ नि त्यो अझै पनि त्यो माटो त्यहाँको माटो नेपाल फर्केर जाँदाखेरि त्यहाँको माटो सुन्दाखेरि हैन कति आनन्द आउँछ। त्यो माटोसँगको एउटा लगावको कारणले गर्दाखेरि अहिलेको जुन सिचुएसन हैन नेपालमा चाहिँ भइरहेको सिचुएसनमा चाहिँ नि नबोलौँ भन्दै पनि एक दुईटा कुरा राख्न मन लाग्यो मलाई हैन। यो सरकार पक्षलाई नि होइन कुनै राजा पक्षलाई पनि होइन या चाहिँ कुनै तपाईको चाहिँ राष्ट्रवादीहरूलाई पनि होइन हैन के वादी आई रियली डोन्ट नो के वादीहरू हुन् हैन कति वादीहरू छन् जे जस्तो भए पनि। तर म कसैको सपोर्टमा पनि बोल्दिनँ र कसैको उसमा पनि कसैको चाहिँ भत्सना पनि गर्दिनँ हैन। एउटा सच्चा स्वच्छ नेपाली त्यो बोकेर चाहिँ यो एउटा सानो भिडियो बनाउँदैछु हैन। तपाईको चाहिँ अहिलेको सिचुएसनमा जुन पनि जति पनि चाहिँ उ भइराखेको छ नि माहौलहरू जुन क्रिएट भइराखेको छ हाम्रो चाहिँ राजा स्वयं आफैले पनि उहाँले एउटा सानो म आउँदैछु भन्ने आह्वानले यत्रो चाहिँ तहल्का मचाएको छ हैन। देश विदेशमा हरेक ठाउँमा यसरी तहल्का मचाइरहेको छ। यसो यो मचाउनुको रिजनहरू के हो कसो भन्ने कुरा पनि म केही पनि गर्दिनँ, किनभने हाम्रा धेरै विद्याहरू हुनुहुन्छ चाहिँ वर्ष चाहिँ जन्मिँदो खानदानी पुस्तादेखि चाहिँ राजनीति गर्दै आइराख्नु भएको चाहिँ उहाँको एउटा चाहिँ हैन ट्र्याक मार्कहरू छन् हैन। उहाँहरूले सोच्नुपर्ने कुरा हो। तर एज अ एउटा नागरिक एउटा सिम्पल कुरा गर्नुपर्दा के हुन्छ भने देशलाई एउटा के भन्छ बाटो निष्कर्षको बाटो या चाहिँ एउटा चाहिँ गतिशील बाटो ल्याउनको लागि यो अवस्था व्यवस्था भन्ने कुरो छ नि। जसरी चाहिँ रविजीलाई पनि मैले भनेको थिएँ एकचोटि कि तपाईँ अवस्थाको पछाडि नजानुस्। अवस्था कसरी बदल्न सक्नुहुन्छ तपाईँ एकजना मान्छे गएर चाहिँ अवस्था बदल्न सक्नु नै हुन्न। यति जेलिएको राजनीतिक यस्ता चाहिँ खप्परेहरू बसेका छन् कि अवस्था मात्रै बदलेर हुँदैन, व्यवस्था बदलिनुपर्छ, त्यस पछाडि अवस्था आफै बदलिन्छ। व्यवस्था बदलिने बित्तिकै त्यो अवस्थाका मान्छेहरूलाई त्यो माखाको के भन्छ त्यो एउटा तपाईको चाहिँ दुधमा परेको माखा हुन्छ नि हो त्यसरी चाहिँ निकालेर फाल्नुपर्छ। त्यस पछाडि चाहिँ व्यवस्था र अवस्था दुइटै बदलिन्छ भन्ने किसिमको कुराहरू भएको थियो। तर उहाँको आफ्नै राजनीतिक तरिकाले जानुभयो हैन र अहिले पनि चाहिँ उहाँले सङ्घर्ष गर्दै हुनुहुन्छ, त्यो आफ्नो ठाउँमा छ, त्यो कुराहरू पनि ठिकै छ। तर यो अवस्थालाई यो देशलाई अहिलेको अवस्थामा एउटा चाहिँ चल्दो बल्दो जङ्गबहादुरको चाहिँ अवतार हुन आवश्यकता छ र मैले उहाँको सपोर्ट पनि गरेको होइन है। फेरि त्यो अवस्थालाई चाहिँ एउटा दुर्गा प्रसाई जस्तो चाहिँ एउटा जङ्गबहादुरको चाहिँ आवश्यकता छ देशलाई मेरो विचारमा। किनभने उहाँको एउटा यो प्रचण्ड अनि तपाईको केपी ओली जस्ता यस्ता चाहिँ त्यो के अरे यस्ता चाहिँ राजनीतिज्ञहरूलाई च्यालेन्ज दिएर बोल्ने कसैमा एउटा खुबी छ भने उदाउट एउटा चाहिँ बिना स्वार्थको बिना डर एउटा बिना हक्का किसिमले चाहिँ कसैलाई च्यालेन्ज गर्ने कसैलाई चाहिँ औँला ठड्याएर चाहिँ बोल्न सक्ने खुबी छ भने त्यो हो दुर्गा प्रसाई। बुझ्नुभयो नि। मैले व्यक्तिको सपोर्ट गरेको होइन, उहाँको चाहिने एजेन्डाहरू जुन छन् त्यो एकदम सराहनीय छ। आजको 1.5 वर्ष 2 वर्ष पहिला चाहिँ मैले दुर्गा प्रसाईलाई गाली गर्ने मान्छे पनि मै हो। बुझ्नुभयो नि। सोसियल मिडियामा यो यहाँ त्यहाँ भनेर मुख छोड्ने मान्छे पनि मै हो। बुझ्नुभयो नि। पागल जस्तो लाग्थ्यो हैन।
तर उहाँको बिस्तारै चाहिँ परिमार्जित एउटा चाहिँ हिजोदेखिको मुद्दाहरू चाहिँ अब अगाडि आउँदै गयो नि, र जसरी चाहिँ उहाँमा चाहिँ एउटा की पोइन्ट छ क्या, एउटा चाबी छ नि, चाबी यो 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 प्रचण्डसँग पनि उहाँ चाहिँ के अरे तपाईँको चाहिँ द्वन्द्वकालमा पनि जानुभयो होइन, माओवादीको सपोर्टर पनि हुनुभयो, एमालेको सपोर्टर पनि हुनुभयो, यति क्लोजबाट हुनुभयो कि उहाँलाई यिनीहरूको चाहिँ चाबी ताल्चाहरू सबै थाहा छ क्या। इभन उहाँको भनाइमा एउटा कुरा के मनपर्छ भने तपाईँको चाहिँ अशक्तको के भएर हुनुभन्दा उसको चाहिँ रखेल भएर बस्नु भन्ने उहाँको चाहिँ भनाइ के हो भने यी छत्तेहरूले चाहिँ के गरे भने तपाईँको धमिराले जस्तो चुस्दै 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 गयो क्या, बिस्तारै बिस्तारै यो अहिले पूर्वको यति पश्चिमको यति यो यो चोक्टै चोक्टा गरेर लानुभन्दा बरु मेरो उसलाई चाहिँ अनर्थ नलिनु होला, यो मान्छेले कि त डुङ्गा पारी नै पुर्याउँछ कि त चाहिँ डुब्ला जस्तो भयो भने होइन, उहाँले चाहिँ बरु रखेलै भएर चाहिँ बस्दिने भन्ने हिसाबले यो टुक्रा टुक्रा क्या तपाईँलाई। आज अलिकति एउटा औँला काट्यो, दुख्यो, पीडा भयो, सन्चो भयो, अर्को औँला काट्यो होइन, यतापट्टि चाहिँ तपाईँको अलिकति छाला तार्यो होइन, यतापट्टिको चाहिँ त्यो माओवादीले पहिला गर्थे नि, मान्छेहरूको त्यो घुँडाको चाहिँ घडी निकाल्ने, तपाईँको चाहिँ कुइनाको योहरू ऊ गरिदिने होइन, तपाईँको दुनियाँभरको ऊहरू थियो नि त होइन, यिनीहरूको चाहिँ सासती दिने एउटा चाहिँ तौर तरिकाहरू थियो नि, त्यो कुरा चाहिँ उसलाई चाहिँ मन पर्दैन। उहाँको चाहिँ यो कुरा दुर्गाप्रसाईको मलाई यो मन परेको कुरा हो, किनभने अब राजा चाहिन्छ देशमा, त्यो तलको चाहिँ नातिलाई केसलाई बनाएर लिएर आउने भन्ने कुरा पनि अहिले सुनिरहेको छु। त्यो हुँदैन, किन भन्नुहुन्छ भने फेरि त्यो सानो एउटा चाहिँ कठपुतलीलाई एउटा चाहिँ उसलाई राखेर कुर्सीमा राखेर त्यो आसेपासेहरू चाहिँ गर्ने, फेरि देशलाई धमिरा जस्तो चुस्ने, जुका जस्तो चुस्ने यिनीहरू नै हुन्छन्। यो जुन सत्ताधारीहरू छन् अहिले, दे ह्याभ टु गो के, तिनीहरू चाहिँ कम्प्लिटली के त्यो तपाईँको चाहिँ दुधको माखा जसरी यसरी निकालेर फालिन्छ त्यसरी फाल्नुपर्छ, या यिनीहरूलाई एक दुईजनाले भनिराखेका छन् कि एउटा सङ्ग्रहालय बनाउनुपर्छ, त्यो पनि इट्स नट ब्याड आइडिया, त्यो पनि राम्रो कुरा हो, किनभने पछाडिका उसहरूलाई चाहिँ इतिहासको कुरा हो होइन, इतिहास चाहिँ परिमार्जित गर्दै जान्छ, एउटा राइटरले के लेखिदिन्छन् फेरि होइन, फेरि गर्दै जाँदाखेरि यिनीहरूको छवि छ नि, जुन छवि पछि पुस्ता पुस्ता गएर पनि यिनीहरूलाई चाहिँ एउटा यो देशद्रोहीहरू हुन्, यिनीहरू देशलाई बेचेर खाने, आमा बेचेर खाने यिनीहरू हुन् भनेर स्टडी, लाइफ स्टडी गराउनको लागि त्यो आइडिया पनि राम्रो छ, एउटा चाहिँ प्रिजर्भ गरेर राख्ने क्या, तिनीहरूलाई चाहिँ राख्ने, आफ्नै सेवा सुविधामा जसरी दिएर राख्ने, एउटा चाहिँ त्यो तरिकाले राख्ने। तर चाहिँ हाम्रो स्टुडेन्टहरू, कोही ग्रेजुएट गर्ने थेसिस लेख्ने स्टुडेन्टहरू, केही पिएचडी गर्ने स्टुडेन्टहरू होइन, उनीहरूलाई चाहिँ या चाहिँ सानसाना केटाकेटीहरू स्कुल प्राइमरी स्कुलका हाई स्कुल लेभलका केटाकेटीहरूलाई घुमाउने ठाउँ कहाँ भने चाहिँ यो हो है हाम्रो चाहिँ देशको एउटा मेन ठाउँ भनेर चाहिँ लैजान सक्ने एउटा चाहिँ सङ्ग्रहालय बनाएर राख्न पनि त्यो 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 फरक पर्दैन, त्यो धेरै राम्रो कुरा हो होइन। बाँकी कुरा चाहिँ एउटा अब यो नवीन सम्झौता, यो सम्झौता यो आएर ल मिल्नुस् जुट्नुस्, यहाँ त्यहाँ वेलकम छ, प्रचण्डलाई नि वेलकम छ, केपी ओलीलाई नि वेलकम छ, वेलकम गरेर के गर्ने भयो भाइ, यिनीहरूको ब्लडमै छ त्यो हो। भोलि गएर चाहिँ जसरी उ गरे पनि यिनीहरूले चाहिँ भोलि आफ्नै तरिकाले बागडोर लिएर जाने, फेरि म्यानिपुलेट गर्ने, फेरि गएर यिनीहरूले चाहिँ आफ्नो रङ देखाइहाल्छन्। त्यो भएर यो वेलकम सोलकम होइन, सिधै दुर्गाप्रसाईको चाहिँ कार्यक्रम छ जुन, यसमा चाहिँ राजावादीको कुरा आयो, एउटा राष्ट्र प्रजातन्त्र पार्टी होइन, उनीहरूले चाहिँ कहिलेदेखि चाहिँ लागि परेको थिए, बिचरा लडेका थिए लड्दै थिए, के का लागि लड्दै थिए, सत्ताको लागि लड्दै थिए। हाम्रो ज्ञानेन्द्र महाराजजीले पनि के बुझ्नुपर्छ भने यो प्रजातन्त्रले चाहिँ गर्ने भए 10 वर्ष पहिले गरिसक्थे, यिनीहरू सत्तामा पुगेर पनि के गर्थे, यिनीहरूको त्यही उनीहरूको चाहिँ बहुमतको के हुन्थ्यो, फेरि चाहिँ तपाईँको चाहिँ ऊ कुराकानी हुन्थ्यो, गफगाफ हुन्थ्यो होइन, के हुन्छ, मलाई राजनीतिक वर्डहरू त्यति आउँदैन। तर एट द एन्ड अफ द डे के हुन्थ्यो भने यिनीहरू फेरि त्यो आफ्नै पाराले चाहिँ खिचडी पकाएर जान्थे। एउटा यो यहाँसम्म यो देशले चाहिँ यहाँसम्म एउटा जुन अहिलेको जुन सिचुएसन ल्याउनुको
हात छ त दुर्गाप्रसादको हात छ। भोलि गएर चाहिँ उसले भन्दैछ त बाबा मलाई प्रधानमन्त्री चाहिएन, केही चाहिएन, म त भन्छु दुर्गाप्रसाद जस्तो मान्छे चाहिन्छ। यो एउटा अर्को कोत पर्व हुनुपर्छ। कोत पर्वमा चाहिँ नि नेताहरू एन्ड हुनुपर्छ कि त सङ्ग्रहालयमा हुनुपर्छ यिनीहरू, मेरो आफ्नो विचार। नत्र यिनीहरूले फेरि लगेर त्यो भाली मुहाली यो त्यो मेनिपुलेट गर्न जानेका छन् यिनीहरूले धेरै। त्यो भएर दे हेभ टु बी आउट अफ द यो जुन राजनीतिक छ नि, यहाँबाट आउट हुनै पर्छ यिनीहरू कुनै पनि तरिकाले। त्यो तरिकाले हो भने देश फेरि अगाडि लिएर बढ्न सकिन्छ। अनि अहिले जुन हाम्रो जुन राष्ट्रवादी भनेको चाहिँ एउटा कुरा अर्को पनि मनपर्छ दुर्गाप्रसादको। राष्ट्रवादी भनेर भन्छन् होइन, कसैले भन्छन् राजावादी, कसैले भन्छन् रापरापा, हामी यो वादी त्यो वादी होइन। मेन राष्ट्रवादी चन्द्र सूर्य झन्डाको मुनि होइन, एउटा जुन हाम्रो चाहिँ गर्नुपर्ने जुन एउटा चाहिँ जो दुर्गाप्रसादले गर्नुभएको एउटा चाहिँ नेतृत्वको एजेन्डा लिएर हिँड्नु भएको छ, त्यो एजेन्डा पुरा गर्न सक्ने खुबी एउटा उहाँमै छ जस्तो लाग्छ मलाई। उसले चाहिँ डु एन्ड डाई, यदि उसले पुरा गर्न सकेन भने ऊ आफै झुन्डेर मर्छ, मलाई थाहा छ 100%। किनभने यतिको व्यक्तित्वले गर्न सक्छ, मलाई यतिसम्म विश्वास छ होइन। त्यो भइसके पछाडि कसैलाई च्यालेन्ज गर्न सक्छ भने छाती खोलेर कसैलाई च्यालेन्ज गर्न सक्छ भने त्यो एउटा नेता देखेँ म दुर्गाप्रसाद। विदाउट एउटा बिना पोलिटिसियनको यो यसरी घुमाए फिराए त्यो नगरिकन सिधै हाका होइन। त्यस्तो किसिमले अब कोही यो राष्ट्रिय प्रजातन्त्रका नेताहरू, अरू नेताहरू जति पनि छन् नि, उनीहरूले चाहिँ दोधारमा कुरा गरेर यता पनि उता पनि टाइपको कुरा गर्छन् होइन। तर दुर्गाप्रसादमा एउटै छ, नो, यस अर नो होइन। हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन, भोलि गर। तर चाहिँ एउटा कुरा कस्तो भने उसलाई पनि लिमिटमा राख्ने एउटा केही त्यस्तो किसिमको चाहिँ नीति नियम बन्नुपर्छ जस्तो लाग्छ। किनभने देशको माया त छ नि त। भोलि गएर भनेर चाहिँ उसले फेरि जेसुकै होला भनेर उत्तरतिर या चाहिँ दक्षिणतिर देशलाई चाहिँ एकैचोटि ल घिटी मर्नुभन्दा एकैचोटि मारिदिने भन्ने हिसाबले पनि त्यो पोइन्टमा पनि पुर्याउन सक्ला नि नेताहरूले। त्यो भएर एउटा त्यसलाई पनि एउटा लिमिट दायरामा राख्ने हिसाबले एउटा चाहिँ केही नीति नियमहरू देशमा बनाएर होइन, राजा राखेर। अनि जुन हाम्रो चाहिँ अरे यार राजाको पालामा के अरे स्वतन्त्र थिएन, जनताहरू गरिरहेका थिए। मलाई याद छ म 7-8 क्लास पढ्दाखेरि, तपाईँको 5-6 क्लास 7-8 क्लास कति पढ्दाखेरि रातिको 12-1 बजेसम्म खुला हामी हावा खान निक्लिन्थ्यौँ। सर्ट खोलेर कानमा हालेर यसरी गाउँहरू हिँडडुल गर्न सकिन्थ्यो होइन। आरामले केहीको डर थिएन, थिएन। यो पछि डर हुँदै गएको, चेलीबेटीहरूलाई डर हुँदै गएको, हामी सबैलाई चाहिँ जनतालाई डर हुँदै गएको। त यी नेताहरूले चाहिँ एउटा गर्दै गरेको चाहिँ खेल थियो नि, खेलहरू होइन। यसमा चाहिँ अब एउटालाई गएर मैले आज हिर्काएपछि त आज पो मैले हिर्काएँ, भोलि त त्यसले बदला लिन्छ नि मलाई होइन। त्यो सिचुएसनमा त्यसरी चाहिँ हुँदै गर्दाखेरि अहिले चाहिँ हामीमा स्वतन्त्रता ल्याइदियो, बोल्न सक्ने ल्याइदियो। यसरी मैले चाहिँ भिडियो बनाइरहेको छु, यो बनाएर मैले पब्लिस गर्ने चाहिँ तपाईँको चाहिँ अधिकार दिउँ। देशमा अलिअलि विकसित भइराखेको छ, बाटोघाटोहरू भइरहेको छ। यहाँ त बाबा त्यो त अहिले 15-16 वर्षमा राजै भए पनि राजाले केही नगरे पनि सबै हुन्थ्यो होला के, सबै आउँथ्यो यो। किनभने त्यो टाइमको डिमान्ड हो, समयको डिमान्ड हो। मान्छे चाहिँ सधैँ एउटै उसमा बस्न सक्दैन। यो गरिदिए त्यो गरिदिए गरेर चाहिँ ऊ गर्ने अनि देशलाई चाहिँ पुरा खाल्टामा लगेर जाइदिने, यो कदापि हुन सक्दैन। म अहिलेको 15 गतेको चाहिँ उसमा के भन्छ यो आन्दोलनमा म आउनेवाला छु। अझै पनि आउनेवाला थिएँ म, 100% त भन्न सक्दिनँ। अझै पनि म आउनेवाला छु होइन। बाइचान्स यसमा आएन भने पनि कुनै न कुनै हप्ता 10 दिन पछाडि लेट होला होइन, कति होला, तर म अवश्य पनि यो राष्ट्र जोगाउँ भन्ने अभियानमा म आउने नै छु, यसको हिस्सा हुने नै छु एकचोटि होइन। त्यति भन्दै चाहिँ म यता दाहिनेतिर हेर्दै पनि छु, किनभने अलिक लाउड हुँदैछ होइन। त्यो भएर चाहिँ जय देश, जय नरेश अनि जय राष्ट्रवादी शक्ति है त। यसमा अरू केही पनि छैन, एउटा राष्ट्रवादी, राष्ट्रको माया चाहना हुने
एउटा चाहिँ शक्तिलाई उजागर गर्न सक्नुपर्छ। बल्ल चाहिँ हामी चाहिँ संसारमा एउटा नेपाली भएर चाहिँ सिट ठाडो गरेर हिँड्न सकिन्छ है। यहाँहरूलाई कस्तो लाग्यो, के लाग्यो? रिस उठ्छ मान्छेको चाहिँ नेचर हो हैन। रिस उठेर अब जथाभावी कमेन्ट पनि गर्नु होला, के गर्नु होला त्यो आफ्नो ठाउँमा छ। आई डोन्ट केयर। तर मैले आफ्नो एज अ पर्सन हैन, एउटा चाहिँ ह्युमन बिइङ, एउटा चाहिँ देशको त्यो माटोमा जन्मेको एउटा चाहिँ भूमिपुत्र भएको कारणले चाहिँ मैले आफ्नो मन्तव्य राखेँ हैन। सानो र धेरै छनलाई त्यो बिस्तारै गर्दै गरौँला। थ्याङ्क यू सो मच। जय नेपाल। एज अ नेपालीको बच्चा हैन, नेपालीको सन्तान, नट लाइक अ काङ्ग्रेस। जय नेपाल और समथिङ। थ्याङ्क यू। बाई।